आज मेरो बहिनी किन रुयो होला त साथीहरू। अनि आज चाहिँ हामीले फुलको बिउ पनि रोप्यो। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म खाजाहरू खाइसकेपछि चाहिँ गएँ बारीमा। चाहिँ हामीले अस्ति बिउ राखेको थियौँ नि त काउलीको, अनि त्यही भएर यहाँनिर छोपेको प्लास्टिक चाहिँ उठाउनु पर्छ। अनि यसलाई जहिले पनि छोपेर राखेर मात्रै हुँदैन नि त, अनि बाफिन्छ। अनि त्यही भएर बेला बेलामा यसलाई हेरचाह गर्नुपर्छ, केयर गर्नुपर्छ। अनि त्यसपछि चाहिँ म आएँ धनियाँ बारीमा साथीहरू। अनि त हाम्रो 1-2 दिन अगाडिदेखिको ड्युटी नै भयो साथीहरू, अहिलेसम्म पनि सकेको छैन धनियाँ गोडेर चाहिँ। त्यही भएर यसलाई चाहिँ कन्टिन्यू गर्दैछु हामी। धनियाँ गोड्दा गोड्दै चाहिँ घर आउने बेला भएको थियो खाना खानालाई। अनि त्यसपछि भेटेँ, अनि बुवाले चाहिँ अनि कुहिएको अदुवा देखाउनु भयो मलाई। अनि मैले भिडियो पनि खिचिदिएँ साथीहरू। अनि किरा लागेको थियो कि। अनि त्यसपछि घर आए साथीहरू खाना खानको लागि। अनि खाना खाइसकेर फेरि पनि हामी चाहिँ धनियाँ गोड्नको लागि नै गएँ कि बारीमा। अनि त्यसपछि दिउँसो चाहिँ बहिनी र म मात्रै आए साथीहरू। अनि त्यसपछि मम्मीको काम चाहिँ छुट्टै छ कि, दुवाको माउ निकाल्ने। अनि त्यसपछि आप्पाको काम भनेको चाहिँ दिउँसो गोठालो जाने नै भइहाल्यो। बहिनी र म चाहिँ होइन, अनि जहिले पनि चल्नु नै पर्ने, झगडा गर्नु नै पर्ने खालको छ कि। अनि त्यसपछि चाहिँ हामीले बट्टाबट उखालेर चाहिँ यति सकाएँ। अनि यति काम गरिसकेपछि चाहिँ बहिनीलाई पानी तिर्खा लाग्यो भन्दै थियो। अनि घर पुग्दा त बहिनी त यसरी रुइरहेको रहेछ। अनि किन रुको भनेर सोधेको। अनि त्यसपछि बारुलाले टोक्यो भन्दै थियो। अनि रुको हेर्नु न यहाँनिर, आम्मा बहिनीको त आँसु र पसिनाले खोलो बगिरहेको रहेछ कि साथीहरू। अनि चाहिँ मैले फकाएँ, बहिनी किन रुयो होला भने त बारुलाले टोकेछ क्या। आम्मा अनुहार हेर्नु त्यहाँ त्यसको अब हाँस त के हुँदैन कि त्यो बारुलाले टोकेको हराउँछ। अनि बहिनीलाई फकाएर अनि म तल आएँ। अनि त्यसपछि रागोलाई घाँस पनि हालिदिएँ 1 मुठा। अनि माथि बस्यो होला भनेको त अनि मेरो पछि पछि लागेर आएछ कि मैले फकाएपछि त। अनि त्यसपछि मम्मीले देख्नु भयो कि बारीमा, मम्मी फेरि हाँस्नु भयो। अनि बहिनीलाई चाहिँ पहिला नै मम्मीले बोलाउनु भएको रहेछ कि त्यहाँ नबस तल आऊ भनेर। अनि त्यसपछि त्यो चाहिँ नमानेर माथि नै बसेछ कि। अनि त्यसलाई चाहिँ त्यही बेलामा टोकिदिएछ। अनि मम्मीलाई हाँस उठेर मम्मी हाँस्नु भयो। अनि त्यसपछि म कान्छी भाटोमा पुगेर अनि मैले बहिनीलाई पानी पनि दिएँ। अनि त्यसले पानी घटघट खाए। पछिको हाम्रो काम थियो के साथीहरू, फुल रोप्ने। तपाईँहरूले चाहिँ फुल रोपिसक्नु भयो होला होइन। अनि हाम्रो चाहिँ भर्खर रोप्दैछ साथीहरू फुल। अनि हामी चाहिँ सबैजनाले फुल रोपे। अनि त्यसपछि यहाँ पछि पछि लागेर आएको बहिनी पनि रोप्दैछ, अनि कान्छी पनि रोप्दैछ। अनि त्यसपछि म चाहिँ निर काँतलामा घाँस भएको भएर चाहिँ मैले चाहिँ घाँस काटेँ। अनि बहिनी चाहिँ रोप्दैछ। अनि बहिनीले फुल रोप्दाखेरि चाहिँ मैले चाहिँ घाँस काटेँ साथीहरू। अनि घाँस चाहिँ धेरै होइन कि साथीहरू, जम्मा 1 मुठा हो कि। अनि त्यसपछि म चाहिँ छिटो छिटो गरेर मुठा बाँधेँ। अनि त्यसपछि घर आउनलाई हतार भइरहेको थियो कि। अनि बहिनी चाहिँ अगाडि अगाडि अनि म चाहिँ पछाडि पछाडि लागेर आएँ कि साथीहरू घरमा। जना नै गफ गर्दै गर्दै अगाडि पछाडि हुँदै गए साथीहरू। अनि आउँदै थियो। अनि त्यसपछि मम्मीले त खनेर राख्नु भएको अदुवा 1 भारी रहेछ कि। अनि त्यसपछि मम्मीले त बोक्न सक्नुहुन्न नि त। अनि त्यही भएर मैले नै बोकेँ। अदुवा चाहिँ टन्नै थियो। अनि मलाई नि बोक्नलाई चाहिँ गाह्रै भएको थियो। अनि कान्छीले ढकालिदियो। अनि म चाहिँ बल्ल तल्ल उठेँ कि। अनि मैले अदुवाको भारी बोकेँ। अनि त्यसपछि कान्छीलाई चाहिँ मैले अघि लिएर आएको 1 मुठा सानो घाँस थियो, अनि त्यो बोक्न लगाएँ। अनि त्यो अगाडि अगाडि जाँदैछ। अनि फेरि म पछि पछाडि आएँ। अनि घर आउँदाखेरि त फेरि आरु रहेछ। अनि आरु खाएँ। अनि त्यसपछि त्यति खाइसकेपछि फेरि रागो कराउँदै रहेछ। अनि 1 डोको घाँस काट्छु भनेर मकै बारीमा गएँ। यतिखेर चाहिँ लगभग 6:30 जति भएको थियो साथीहरू। अनि मैले चाहिँ छिटो छिटो काटेर 1 डोको लिएर आएँ। अनि त्यसपछि हालिदिएँ रागोलाई। अनि आज मैले गरेको कामहरू चाहिँ यति नै थियो साथीहरू। अनि अर्को भिडियोमा भेटौँला भन्दै आजलाई चाहिँ बाई बाई।